होइन विश्वासको बारेमा अब यो हामी सबै समग्रमा सबै कुराहरूको हामी प्रस्तुत गर्न सकिन्न होला तर हामीले जे कुराहरू हेर्छौँ त्यसबाट हाम्रो जीवनमा विश्वास गर्ने कुरामा चाहिँ अझ बढी हामीलाई स्पष्टता आउन सकोस् भन्ने आशा छ। हुन्छ, पावल भाइले नेक्स्ट गरिदिनुहुन्छ होला। ओके, यो हिब्रू 11:9 होइन त, 11:1। अब विश्वास चाहिँ आशा राखिएका कुराहरूको निश्चय र नदेखिएका कुराहरूको दृढ भरोसा हो भन्ने वचन चाहिँ अलिकति सुरुमै हामीले हेरौँ भनेर, किनभने यो चाहिँ अलिकति सबैलाई थाहा भएको वचन हुनुपर्छ। हुन्छ, हामी नेक्स्टमा जाउँ भाइ। अनि ओके, विश्वासको महत्त्वलाई चाहिँ हामी अलि धेरै हेर्नेछौँ है त। अनि हाम्रो जीवनमा विश्वासको कति महत्त्वपूर्ण छ भन्दा हामीलाई चाहिँ मान्छेहरूले विश्वासी नै भनेर चिन्छन् होइन, तर सबैले नचिने त क्रिस्चियन भने तापनि हामीले चाहिँ विश्वासी नै भन्छौँ एकअर्कालाई होइन, विश्वासी अन्य जाति भनेर भन्छौँ। भनेपछि विश्वास हाम्रो जीवनमा साह्रै नै महत्त्वपूर्ण छ र कहिलेकाहीँ हामीले गरेको विश्वास वचन अनुसार भएन भनेदेखि त्यसले चाहिँ हामीलाई के गराउँछ, निराश बनाउँछ होइन। मैले त विश्वास गरेकै हो, अनि मैले त प्रार्थना गरेकै हो, किन चाहिँ मेरो जीवनमा यो सङ्कटहरू हराएर गएन, अथवा मेरो जीवनमा यी समस्याहरू हटेर किन गएन, अथवा मेरो जीवनमा यो रोगहरू हटेर किन गएन भन्ने हामीलाई लाग्न सक्छ। त्यसकारण विश्वासको महत्त्व र हामीले बुझ्नुपर्ने जरुरी छ। अनि जब हामी देखिएको कुराहरूमा विश्वास गर्छौँ भनेदेखि कहिलेकाहीँ हाम्रो विश्वासहरू नाश हुन सक्छ, किनभनेदेखि देखेको कुराहरू अथवा हामीले चाहेको कुराहरू हामीले प्राप्त नगर्न सकिन्छ होइन। 2 कोरिन्थी 5:7 होइन, किन हामी विश्वासद्वारा हिँड्छौँ होइन, हामीले देखेको कुराहरूको निम्ति हामी हिँड्दैनौँ होइन। संसार देख्ने कुराहरू प्रायः जसो भौतिक कुराहरू हुन्छ होइन, भौतिक कुराहरू, हाम्रो शरीर पनि भौतिक स्वरूपमा छ र संसारमा धेरै यस्तो भौतिक कुराहरू छ जसले हामीलाई आकर्षित गर्छ होइन, एट्र्याक्ट गर्छ। अनि हामी त्यो देखिने कुरामा होइन, तर हामी चाहिँ विश्वासद्वारा हिँड्छौँ होइन। हामीले परमेश्वरमा विश्वास गर्छौँ, उहाँको वचनमा विश्वास गर्छौँ। त्यो विश्वासद्वारा चाहिँ हामी जिउनुपर्छ, न कि हामी देखिने कुरामा भर परेर अथवा प्राप्त गर्ने। हामीले चाहिँ अहिले चाहिँ फोनमा सबैभन्दा प्रिमियम भन्ने एउटा चलन छ होइन, सबैभन्दा लग्जरी भनौँ, प्रिमियम भनौँ, आइफोन 17 प्रो म्याक्स, नाम याद गर्न पनि गाह्रो छ होइन। त्यो चाहिँ सबैभन्दा प्रिमियम अहिलेको सन्दर्भमा। अब 1-2 वर्षपछि त्योभन्दा अझै आउन सक्छ होइन। यस्तो कुराहरूले हामीलाई चाहिँ के गर्न सक्छ, आकर्षित गर्न सक्छ, हामीलाई विचलित गर्न सक्छ। तर हामी जिउने भनेको केमा हो भन्दाखेरि विश्वासमा, नदेखिने कुराको आधार, देखिने कुराको आधारमा चाहिँ होइन। अनि त्यसले गर्दा हामी विश्वासी जीवन भनेको प्रायः नदेखिने कुराहरू जुन हामीले यो संसारमा सम्भवतः देख्दैनौँ होइन। अनि हामी अनन्त जीवनको निम्ति यो संसारमा चाहिँ जीवित छौँ, सङ्घर्षरत छौँ होइन, अनन्त जीवनको लागि, जुन हामीले यही अहिले नै हामी नदेख्न सक्छौँ होइन। तर जब हामी वचनलाई हेर्दै जान्छौँ, पढ्दै जान्छौँ, परमेश्वरसँग नजिक हुन्छौँ, तपाईँले त्यो कुरा चाहिँ महसुस गर्न सक्नुहुन्छ, त्यो विश्वास गर्न सक्नुहुन्छ। अनि संसारमाथि विजय प्राप्त गर्न परमेश्वरमाथि विश्वास बिना सम्भव छैन। अब संसारमाथि विश्वास प्राप्त गर्नको लागि परमेश्वरमाथि विश्वास गर्नुपर्छ भन्ने जुन वचन छ, यसलाई हामीले यसरी बुझ्नुपर्छ। संसारमा यति धेरै कुराहरू छन् जुन कुराहरूले तपाईँलाई विचलित बनाउन सक्छ होइन, तपाईँलाई विचलित बनाउँछ। तर तपाईँ संसारमाथि विजय प्राप्त गर्नु भनेको चाहिँ तपाईँलाई ती चिजहरूले विचलित पार्न नसक्ने अवस्थामा परमेश्वरप्रतिको विश्वासले तपाईँलाई लैजान्छ। बुझ्नुभयो? संसारमा के कुराले विचलित बनाउँछ? तपाईँको
भौतिक कुराहरू जुन तपाईँले पाउने चाहना राख्नुभएको छ, सुन्दरताको कुराहरू होला होइन, मान इज्जतको कुराहरू होला, अनि शक्तिको कुरा होला, सम्पत्तिको कुरा होला होइन, यी सबै कुराहरूले तपाईँलाई चाहिँ एक प्रकारले एकदमै मान्छेहरू त्यसको पछि लागिरहेको हुन्छन्। त्यो कसरी प्राप्त गर्ने, प्रसिद्धि कसरी प्राप्त गर्ने, अनि यी कुराहरू माथि विजय कसरी प्राप्त गर्न सकिन्छ भन्दा जब तपाईँ हामीले परमेश्वरमाथि विश्वास गर्छौँ, उहाँको वचनमाथि विश्वास गर्छौँ भने यी कुराहरूले तपाईँलाई विचलित पार्दैन, यी कुराहरूले तपाईँलाई दुखित पार्दैन। बुझ्नुहुन्छ? अनि तपाईँ विजयी हुनु। तपाईँलाई कसैले आलोचना गरिरहेछ, तपाईँको खेदो गरिरहेछ भने पनि त्यो कुराले तपाईँलाई दुखित बनाउँदैन। तर तपाईँलाई आलोचना गर्ने, तपाईँलाई खेदो गर्ने मान्छेको निम्ति तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ। त्यो विजय चाहिँ परमेश्वरको विश्वास गरेपछि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ है। त्यसकारण संसारमा विजय हुन अति नै जरुरी छ, किनभने संसारमा विभिन्न प्रकारको कुराहरूलाई सामान्य रूपमा लिइन्छ है। कति धेरै कुराहरू हुन्छन् होइन, झुटो बोल्ने होइन, व्यभिचार गर्ने, मान्छेलाई ठग्ने, ढाँट्ने, यी कुराहरूलाई सामान्य रूपमा लिइन्छ। यता त अझै चारी मकान भन्दो रहेछ होइन, चारी मकान भने नयाँ भाइ भने बुझ्नुहुन्न होला। चारी मकान भनेको पेटको लागि गरेको भन्ने कुरो हो नेपालीमा भन्नु पऱ्यो भने। तर जब हामी परमेश्वरको वचनमाथि विश्वास गर्छौँ भने तपाईँले संसारमा विजय प्राप्त गर्न सक्नुहुन्छ। तपाईँसँग धेरै धन सम्पत्ति छैन होला, नहोला, तपाईँ आनन्दित हुन सक्नुहुन्छ, तपाईँ खुसी हुन सक्नुहुन्छ है। तपाईँसँग अब महँगा चिजहरू छैनन् होला होइन, सुन छैन होला, गहनाहरू छैन होला, तर पनि तपाईँ चाहिँ आनन्दित हुन सक्नुहुन्छ। विश्वासद्वारा नै परमेश्वरलाई ग्रहण योग्य भेटी र बलिदान चढाउन सक्छौँ। ओके, यो चाहिँ धेरै 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 महत्त्वपूर्ण छ। जुन हिब्रू 1:14 भनेको छ हाबिल र काइनको विषयमा होइन, अनि हाबिलले चाहिँ उत्कृष्ट भेटी ल्यायो भन्ने। अनि रोमी 12:1 चाहिँ के छ, यसकारण भाइ हो परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। त्यसकारण अब हाम्रो जीवन चाहिँ पवित्र जीवन जिउनुपर्छ। किन भन्दा परमेश्वरको निम्ति। यो चाहिँ धेरै महत्त्वपूर्ण कुरा छ, धेरै 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 महत्त्वपूर्ण कुरा छ। अनि जब तपाईँ हामीले पवित्र जीवन जिउँछौँ भनेदेखि हामीले परमेश्वरलाई के गर्छौँ, आदर भक्ति, त्यो नै एउटा आराधना हो। बुझ्नुभयो नि? जब तपाईँ हामीले पवित्र जीवन जिउँछौँ भने हामी आइतबार आएर आराधनाको समयमा आराधना गरेको मात्र चाहिँ आराधना हुँदैन। तपाईँले 24 घण्टा परमेश्वरलाई आराधना गरिरहनु भएको छ। तपाईँले 24 घण्टा 24 आवर्स होइन, 365 दिन नै तपाईँले परमेश्वरलाई चाहिँ आदर गर्नुभएको छ। के तपाईँ हामी चाहिँ त्यो गर्न सक्छौँ? अवश्य सक्छौँ, सक्नुपर्छ। र यदि हामी परमेश्वरमा विश्वास गर्छौँ भने होइन, पवित्र जीवन जिउन कठिन छैन। जब हामी विश्वासयोग्य जीवन जिउँछौँ भने हामी आफू चाहिँ पवित्र जीवन जिउन, परमेश्वरको दृष्टिमा ग्रहणयोग्य जीवन जिउन कठिन छैन। तर हामीमा त्यो परमेश्वरसँग विश्वास हुनु पर्यो, परमेश्वरको जनहरूसँग हामी जोडिराख्नु पर्यो, परमेश्वरको वचनसँग हामी जोडिराख्नु पर्यो। अनि विश्वास हामीमा छ भनेदेखि 10 इयर्स 20 इयर्स 50 इयर्स होइन, 22 वर्ष हाम्रो राम सर 23 वर्ष मलेसिया भयो उहाँको बसाइ। 23 वर्ष समस्या छैन पवित्र जीवन जिउन। तर हामीमा परमेश्वरको वचनमा चाहिँ विश्वास हुनु पर्यो, परमेश्वरलाई हामीले आदर गर्नु पर्यो। मान्छेको निम्ति हामीले चिट गर्न सकिन्छ। मान्छेलाई ढाँट्न के छ, मान्छेलाई झुक्याउन केही समस्या छैन। तर तपाईँ र हाम्रो सम्बन्ध परमेश्वरसँग असल हुन्छ भने जीवनभरि हामी पवित्र जीवन जिउन र परमेश्वरलाई ग्रहण योग्य जीवन जिउन गाह्रो छैन हेर्नुहोस् है। त्यसकारण हामी एकदमै परमेश्वरको वचनसँग जोडिरहनुपर्छ। सङ्गतिमा हामी नियमित हुनुपर्छ होइन। बिचमा हामीले अझै एक दिन हामी व्हाट्सएपको माध्यमबाट हामी सङ्गतिमा जोडिनेछौँ। अहिले भाइले सूचनामा तपाईँहरूलाई भन्नुहुनेछ है। नेक्स्ट गर्नु भाइ। अनि ओके, मत्ती 17 यो विश्वासबाट हामीले प्राप्त गर्ने कुराहरू।
येशू ख्रीष्टले भन्नुभयो तिमीहरूका अल्प विश्वासको कारणले हो। साँच्चै म तिमीहरूलाई भन्दछु कि तिमीहरूमा एउटा रायोको दाना जति विश्वास देखिन्छ भने यस डाँडालाई यहाँबाट हटिजा भन्यौ भने त्यो हटिजानेछ र तिमीहरूका निम्ति केही असम्भव हुने छैन। अनि त्यसकारण अस्ति सायद अलिकति कुराहरू आएको थियो हाम्रो जीवनमा। हामी सोच्छौँ होइन, मेरो जीवनमा यो कहिले हुन सक्दैन होला, यो मेरो जीवनको निम्ति ठुलो चुनौती हो, समस्या हो भन्ने तपाईँलाई लाग्छ भने परमेश्वरमा विश्वास गर्नुहोस्। तपाईँको जीवनको त्यो पहाडहरू होइन, त्यो कठिनाइहरू सबै हटेर जानेछ यदि हामीमा त्यो विश्वास छ भनेदेखि उहाँप्रति। यो चाहिँ मेरो आफ्नो जीवनको केही समस्याहरू, विश्वासको कमीले आएको समस्या अथवा परमेश्वरको योजनालाई चिन्न नसक्दा आएको समस्याहरू तपाईँहरूसँग सेयर गरौँ भने। अनि जब हामी परमेश्वरको वचनमा विश्वास गर्नु साटो देखेका कुराहरूमा विश्वास गर्दछौँ होइन, डरको कारणले परमेश्वरको प्रतिज्ञालाई भुल्छौँ होइन। कहिलेकाहीँ डर लाग्छ, एकदम डर लाग्छ, हुन्छै हुँदैन होइन। बरु परमेश्वरको वचन त ठिकै छ, उहाँले दिन्छु त भन्नुभएको छ, तर कहिले हो म चाहिँ अहिले नै गरिहालौँ भन्ने हुनसक्छ हामीलाई होइन। अनि परमेश्वरको विश्वासियता र उहाँको महानतालाई बिर्सेर हामी आफ्नो इच्छा र रुचि चाहनाहरूलाई चाहिँ प्रधानता दिन्छौँ होइन। परमेश्वरको वचन आफ्नै ठाउँमा छ, तर अहिलेमा हामी चाहिँ विश्वासयोग्य कुराहरूलाई र परमेश्वरको वचनलाई हामीले बिर्सेर हाम्रो इच्छा रुचि र चाहनालाई प्रधानता दियो भने त्यसले चाहिँ हाम्रो जीवनमा हाम्रो विश्वासमा चाहिँ असर गर्छ। अनि मैले धेरै वर्ष भनौँ न मलेसिया आएदेखि नै मेरो इच्छा चाहिँ के थियो भने सकेसम्म नेपालमै केही कुरा गरेर नेपालमै बस्छु। अनि परमेश्वरको योजना मेरो जीवनमा के छ भन्ने कुरा त अब त्यो बुझेकै भए पो थाहा हुन्छ होइन। त्यो समस्याहरू किन आउँछ भन्दा जब हामी परमेश्वरको इच्छा हाम्रो जीवनमा के छ, परमेश्वरको योजना के छ भन्ने कुरा हामी बुझ्दैनौँ र हाम्रो इच्छा प्रधानता बनाउँछौँ होइन। परमेश्वरको वचनमा त विश्वासै नगर्नु, ठिकै छ लेखेछ त काम त गर्नु पऱ्यो नि त भन्ने होइन। अनि हाम्रो जीवनमा चाहिँ परमेश्वरको योजनालाई प्रधानता नबनाउने, प्रमुख नबनाउने, परमेश्वरले हाम्रो जीवनमा प्रमुखता नदिने, के छ उहाँको योजना भनेर नबुझ्ने, तर हामी आफ्नै बल र तागतमा विश्वास गर्ने, आफैमा भरोसा गर्ने, म सक्छु, गर्न सक्छु, हुन्छ भनेर भरोसा गर्दाखेरि के हुन्छ भन्दाखेरि हामी यो के अरे योना अगमवक्ता चाहिँ कहाँ पुग्नुपर्ने मान्छे कहाँ परमेश्वरले फालिदिनुहुन्छ, त्यस्तै परमेश्वरले उहाँकै ठाउँमा ल्याउनुहुन्छ। तर त्यो बिचमा तपाईँले जुन कष्ट भोग्नुपर्छ त्यो सजिलो हुँदैन। हिजो कुरा भइरहेको थियो, पाप गऱ्यो भने चाहिँ के हुन्छ त भन्दा पाप गऱ्यो भने पाप चाहिँ परमेश्वरले क्षमा गर्नुहुन्छ, परिणाम चाहिँ भोग्नु पर्यो होइन। योनाको नि पाप चाहिँ क्षमा भयो होला, तर माछाको पेटभित्र बस्दा त उसलाई त कठिनाइ त भयो नि त, भोग्नु त पर्यो नि त। त्यस्तै हामीले त्यो कठिनाइहरू चाहिँ भोग्नुपर्ने हुन्छ। नेक्स्ट गर्नु भाइ। अनि विश्वास चाहिँ के होइन भन्ने पनि अलिकति थोरै मात्रै छुनु पर्यो है। अनि 2 कोरिन्थी 12:8 पावलले यो मबाट हटोस् भनेर मैले 3 पल्ट प्रभुसित बिन्ती गरेँ, तर मलाई उहाँले भन्नुभयो मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढी खुसी साथ गर्व गर्नेछु पावलले चाहिँ। अब पावल जस्तो मान्छेले प्रार्थना गर्दा उसको प्रार्थना पुरा भएन होइन, बुझ्नुहुन्छ। पावल जसले लेखेको विभिन्न पत्रहरूलाई हामी परमेश्वरको वचन भनेर अध्ययन गर्छौँ भनेपछि सायद ऊभन्दा नजिक अरू व्यक्ति त छैन होला, तर उसको प्रार्थना पनि परमेश्वरले मान्नु भएन, यो चाहिँ हुँदैन है भन्नुभयो। जब हामीले आफ्नो प्रार्थनाहरू तपाईँलाई हाम्रो इच्छालाई प्रधानता बनाएर प्रार्थना गऱ्यो भने त्यो प्रभुले पुरा नगर्न सक्नुहुन्छ है। त्यसकारण हाम्रो प्रार्थना पुरा होस् भनेर हामीले चाहन्छौँ भनेदेखि सबभन्दा पहिला परमेश्वरको योजना मेरो जीवनमा के छ भन्ने बुझ्नु नै महत्त्वपूर्ण हो। के गर्नु पर्यो भन्दा परमेश्वरको योजना नै हो हामीले खोज्ने, के चाहनुहुन्छ परमेश्वरले मेरो जीवनबाट। अनि लुका 23 अध्यायमा 2 जना अपराधीहरूलाई चाहिँ यीशु ख्रीष्टसँगै झुन्ड्याइएको थियो होइन। अनि एउटाले चाहिँ के भन्यो, तपाईँले सक्नुहुन्छ भने आफूलाई पनि बचाउनुहोस्, हामीलाई पनि बचाउनुहोस्। अनि उसको पनि एउटा बिन्ती हो, रिक्वेस्ट हो यीशु ख्रीष्टसँग। तर यीशु ख्रीष्टले त्यसलाई चाहिँ सुन्नु भएन।
होइन येशू ख्रीष्टसँगै झुन्डेको छ, तपाईँ परमेश्वरको पुत्र साँच्चै हो भनेदेखि आफ्नै वस्तु थाम्लाई बचाउनुहोस्। तर त्यही मध्येको अर्कोले जे बिन्ती गर्यो ख्रीष्टले चाहिँ त्यो पुरा गर्नुभयो। अनि त्यसमा लेखा छ, तब त्यसले भन्यो, हे येशू, तपाईँ आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्। अनि उहाँले त्यसलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ। त्यसकारण हाम्रो प्रार्थना, हाम्रो रिक्वेस्ट, हाम्रो विश्वास भनेको चाहिँ के हो भन्दा परमेश्वरको योजना मेरो जीवनमा पुरा होस् भन्ने चाहिँ विश्वास हुनुपर्दछ। तपाईँ हाम्रो इच्छा र अभिलाषा पुरा होस् भन्ने विश्वास चाहिँ होइन है। प्रभुले हाम्रो निम्ति बनाउनुहुन्छ त्यो योजना चाहिँ हामी खोज्नु चाहिँ हाम्रो विश्वास हो है। संसारलाई विजयी गर्ने भन्ने कुरा हामीले हेऱ्यौँ। संसारमा विजयी हुनु भनेको तपाईँ हाम्रो शरीरको अभिलाषामाथि विजयी हुनु हो है। तपाईँको हाम्रो शरीरले के माग्छ त्यसमाथि चाहिँ विजय चाहिँ हामी हुनलाई हाम्रो परमेश्वरको वचन हामीसँग भयो भनेदेखि हामी त्यो अभिलाषामाथि हामी विजय हुन सक्छौँ। भनेदेखि यहाँ परमेश्वरको वचन चाहिँ सत्य हो, त्यसलाई चाहिँ हामी सानो बालकले जस्तै गरी विश्वास गर्यो भने, जस्तो तपाईँले आफ्नो छोराछोरीलाई बाबु यस्तो होइन यस्तो हो भन्यो भने उसले एकदम विश्वास गर्छ नि होइन, चाहे त्यो झुटै होस्। त्यस्तै झुटलाई चाहिँ होइन, तर परमेश्वरको वचनलाई तपाईँ हामीले त्यसरी नै विश्वास गर्यो भने हामी चाहिँ परमेश्वरको राज्यभित्रमा प्रवेश गर्न सकिन्छ भन्ने कुरा। हाम्रो विश्वास चाहिँ त्यो प्रकारको हुनु पर्यो। देखेर मात्रै विश्वास गर्ने, पाएर मात्रै विश्वास गर्ने भनेको चाहिँ मान्छेसँग हो। यो एकदमै हामीले छुटाउन जान्नुपर्छ है। मान्छेलाई विश्वास गर्ने र परमेश्वरलाई विश्वास गर्ने बीचको अन्तर चाहिँ हामीले छुटाउनुपर्छ। मान्छेलाई विश्वास गर्ने जसरी परमेश्वरलाई विश्वास गर्नु हुँदैन, परमेश्वरलाई विश्वास गर्ने जसरी मान्छेलाई विश्वास गर्नु हुँदैन। मान्छेले सँग विश्वास गर्दा देखेर हेरेर बुझेर सबै कुरा भएपछि मात्र विश्वास गर्नुपर्छ भने परमेश्वरलाई विश्वास गर्ने भनेको उहाँको वचनमा भएका कुराहरू जुन तपाईँले पाउनु भएको छैन, जुन तपाईँले देख्नु भएको छैन तर वचनमा छ, त्यसलाई चाहिँ विश्वास गर्ने हो। त्यसकारण हाम्रो क्रिस्चियनहरूको विश्वास चाहिँ त्यो हो। कहिलेकाहीँ हामी मान्छेलाई र परमेश्वरलाई गर्ने विश्वास एउटै बनायो भने नि हाम्रो जीवन डामाडोल हुन्छ। एकदमै यसलाई चाहिँ छुट्याएर हेर्न जरुरी छ। भाइ नेक्स्टमा छौँ। ओके, यो फोटोतिर म तपाईँहरूको ध्यान आकर्षण गराउन चाहन्छु। ओसन गेट भन्ने, टाइटन भन्ने, पनडुब्बी भन्ने यो केही वर्ष अगाडि साह्रै 2025तिर एकदमै फेमस न्युजमा आइरहेको थियो। कतिलाई याद छ तपाईँहरूलाई यो? कतिले सुन्नुभएको थियो न्युज? दुईजना। ओके, भेरी गुड। दुईजना मात्रै हुनुहुँदो रहेछ न्युज हेर्ने। के सुन्नुभएको थियो भन्नुहोस् त? यस राइट, त्यही हो भाइ। यस ओके। यो तपाईँहरूको निद्रा यसो निद्रा लाग्छ भनेर मैले यो राखिदिएको। यसबाट केही कुराहरू हामी सिक्न सक्छौँ। यो चाहिँ एउटा टाइटन भन्ने पनडुब्बी भन्छ जुन चाहिँ पानी मुनि जान सक्नेहरू मान्छेहरू बसेर है। अनि यो चाहिँ एउटा टुरिज्मको लागि, पर्यटकहरूलाई घुम्न जानको लागि चाहिँ बनाएको होइन। अनि यो किन घुम्न जान्थे भन्दा टाइटानिक जहाज डुबेको तपाईँलाई थाहा छ नि होइन? हो, त्यो टाइटानिक जहाज डुबेको ठाउँ हेर्न जाने होइन। त्यो अब खियाल आएर के अवस्थामा छ भनेर मान्छेहरू घुम्न जाने। अनि यो एकदमै धनी व्यक्तिहरू मात्रै घुम्न जाने। अब हामी जस्तो चाहिँ सकिँदैन। अनि यसको अहिले त यो त्यही हेर्न जाँदा नै पानीभित्रै ब्लास्ट भएर मान्छेहरू मरे, यो पनि ध्वस्त भयो होइन। तर त्यो घुम्न जाने यसको खर्च चाहिँ 3,71,82,000 पर्दो रहेछ। यूहन्ना 3:18। जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरको एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। अब विश्वास गर्ने होइन, म उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिने छैन।
अनि विश्वास नगर्ने चाहिँ अघिदेखि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरलाई एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। अब हामी विश्वास गरिसकेपछि हामी निर्दोष हुन्छौँ भन्ने कुरा सत्य हो है, तर हामी विश्वास गरिसकेपछि पाप गरिरहँदैनौँ होइन। जब हामी बप्तिस्मा लिन्छौँ भनेपछि हामी बप्तिस्मा लिनुको अर्थहरू विभिन्न तरिकाले बुझाउनुहुन्छ, अनि हामी ख्रिस्टसँगै मरिएर गाडिएर फेरि निस्किन्छौँ भन्ने पनि हामीले सिकेका छौँ। अनि जब हामी ख्रिस्टसँगै जी उठ्छौँ भने ख्रिस्टको स्वभाव हामीमा हुन्छ, हामीमा चाहिँ पाप रहँदैन। तर हाम्रो पुरानो जीवनको पापहरू चाहिँ सबै क्षमा भएर हामी निर्दोष ठहरिएका छौँ हाम्रो विश्वासद्वारा है। अनि जो विश्वासद्वारा निर्दोष ठहरिएको छ उसले पाप फेरि गर्दैन। र अर्को मिका 7:19 पदबाट मैले चाहिँ यो कुराहरू निकालेको है। मिका 7:19 भन्छ, हामीलाई तपाईँले फेरि टिठ्याउनु हुनेछ, तपाईँले हाम्रा पापहरूलाई खुट्टाले कुल्चनु हुनेछ र हाम्रा सबै अधर्म समुद्रको गहिराईमा फालिदिनु हुनेछ। अनि जब हामी विश्वास गरिसकेपछि तपाईँ हाम्रो पाप चाहिँ यस्तो ठाउँमा पुर्याइदिनुहुन्छ जहाँ कहिले मान्छे जान सक्दैन। तर समुद्रको यस्तो गहिराईहरू छ जहाँ मान्छे अहिलेसम्म पुग्न सकेको छैन, भविष्यमा पुग्ला मलाई थाहा छैन। तर त्यति गहिराईमा तपाईँको हाम्रो पाप चाहिँ परमेश्वरले के गरिदिनुहुन्छ, फालिदिनुहुन्छ। भनेको मतलब जब हामी विश्वास गर्छौँ मानिसहरूले तपाईँ हाम्रो पाप चाहिँ देख्न पनि सक्दैनन्, बुझ्नुहुन्छ होइन। टाइटानिक हेर्न गए मान्छे 3-4 करोड तिरेर त फर्किएनन् भने परमेश्वरले तपाईँ हाम्रो पाप विश्वासद्वारा तपाईँ हाम्रो पापलाई जब उहाँले समुद्रको गहिराईमा फालिदिनुहुन्छ कसैले पनि तपाईँको पाप देख्दैन। यदि तपाईँको पाप कसैले देखिरहेको छ भने तपाईँ हाम्रो विश्वासमा कमी छ, समस्या छ। हामीले वचनलाई बुझेका छैनौँ, हामीले परमेश्वरलाई आदर दिएका छैनौँ, परमेश्वरलाई दिने आदरणीय जीवन हामीले जिएका छैनौँ, हामीलाई पवित्रताको बारेमा थाहा छैन। त्यसकारण हामी विश्वास गर्दछौँ, हामीले नियमित रूपमा परमेश्वरको वचनलाई सिकिरहेका छौँ, साप्ताहिक रूपमा हामी साप्ताहिक सङ्गतिमा भेला भएका छौँ। हामी सबैले एक अर्कालाई हामी कसरी विश्वासमा परमेश्वरले चाहे जस्तो विश्वासमा हामी अगाडि बढ्न सक्छौँ, हामी सबैले एक अर्काको निम्ति प्रार्थना गर्नेछौँ र हामी परमेश्वरले चाहे जस्तो विश्वास योग्य जीवन जिउन हामी हमेसा प्रयत्न गर्नेछौँ। आमेन। तपाईहरु सबैलाई यो वचनबाट हामी सबैलाई, मलाई पनि यो वचनबाट उत्साह मिलेको होस् र हाम्रो विश्वास योग्य विश्वासी जीवनमा अझ बढी चाहिँ विश्वास योग्यताको वृद्धि भएको होस्। धन्यवाद।